नमस्ते सबैलाई मिठो माया मिठो सम्झना चितवन नारायणघाट श्रीकृष्ण कुर्थायन साडी प्यालेसबाट म किरण कणेल बोल्दैछु। बेलचोकमा छ साथीहरू अहिले हाम्रो पसल। जस्तो माया पहिला गर्नुभएको थियो त्यस्तै माया गर्नुहुन्छ भन्ने आश छ मलाई। पहिला जस्तो ठुलो पसल छैन, तर सामान चाहिँ उही पाउनुहुन्छ, ओरिजिनल सामान पाउनुहुन्छ। हजुरहरूले मन पराएको साडी मैले ओरिजिनलमै बेच्ने गरेको थिएँ। पहिलाबाट ओरिजिनलै साडी आएको छ। अहिले सबै किसिमको साडी निस्केको छ। यस्तो नझुक्किनु होला, चिताउनु नि साथीहरू, आउनु होला। 1 गतेबाट ओपनिङ छ। सबैजनालाई निमन्त्रण छ। मेरो टिकटकको साथीहरू, सम्पूर्ण मेरो चितवनको साथीहरू सबैजना आइदिनु होला, उपस्थित भइदिनु होला। सबै सामान पाउनुहुन्छ। पहिला जस्तो ठुलो पसल नभए नि ओरिजिनल सामान पाउनुहुन्छ। आइदिनु होला। व्हाट्सएप, भाइबर, मेसेन्जर, इन्स्टामा सम्पर्क गर्नुहोला। नम्बर राखिदिएको छु। बेलचोकमै छ। पुल्चोकबाट आउँदा तपाईँको दाहिने हातमा पर्छ। नमस्ते सबैलाई मिठो माया मिठो सम्झना चितवन नारायणघाट श्रीकृष्ण कुर्थायन साडी प्यालेसबाट म किरण कणेल। बेलचोकमा सरेको छ साथीहरू, नझुक्किनु होला। व्हाट्सएप, भाइबर, मेसेन्जर, इन्स्टामा सम्झिनु होला। नम्बर राखिदिएको छु, फोन गर्नुहोला। सैचोकबाट आउँदा दाहिने साइडमा पर्छ, लङ्कुबाट आउँदा देब्रे साइडमा पर्छ। मेन रोडमा थोरै गल्लीमा हो, नझुक्किनु होला। श्रीकृष्ण कुर्थायन साडी प्यालेसको बोर्ड लागेको छ, सम्झिनु होला। पहिला जस्तो सामान पाउनुहुन्थ्यो त्यस्तै ओरिजिनल सामान पाउनुहुन्छ। यो साडी पनि मैले धेरै मेरो डिमान्ड धेरै थियो। मैले ओरिजिनलै बेच्थेँ पहिला, अहिले पनि ओरिजिनलै सामान बेचिरहेको छु। यसमा धेरै थरी निस्केको छ, नझुक्किनु होला। हजुरले एकदमै मिलाएर नि पाउनुहुन्छ। सामानहरू सबै राम्रो छ, आइदिनु होला। सम्झिनु होला। जस्तो माया मलाई पहिला दिनुभएको थियो त्यस्तो माया दिनु होला। हाम्रो 1 गतेबाट ओपनिङ चलेको छ, आइदिनु होला। टिकटकको साथीहरू, चिताउनु नि साथीहरू, सबैलाई निमन्त्रण छ। धेरै धन्यवाद छ। सम्झि